युवाहरू विदेशिएका छन् त्यसले चाहिँ नि म एउटा आमाको हिसाबले कुरा गरेर बोल्नु पर्दा यो मन यति रुन्छ कि छोराछोरीहरूलाई यसरी विदेश ल्याउन पर्दा यसरी पठाउनु पर्दा हाम्रो सरकारले केही महिना अगाडि मात्रै एउटा के अरे उद्घोष गरेको थियो विदेश जान चाहने युवाहरूलाई 3 लाख रुपैयाँ बिना धरौटी र महिलाहरूलाई चाहिँ नि 5 लाख रुपैयाँ बिना धरौटी यस्तो खाले निर्णय गर्दाखेरि मैले एकदमै आफ्नो आवाज विरोधको आवाजहरू लेखेको थिएँ मैले सञ्जालमा पनि लेखेको थिएँ कसरी हुन्छ यहाँ रोजगारी सिर्जना गर्ने यहाँ चाहिँ युवाहरूलाई बौद्धिक क्षमता भएका युवाहरू देशका कर्णधारहरूलाई कसरी रोक्ने उनीहरूको बौद्धिक क्षमतालाई यहाँ कसरी लगानी गर्ने युवाहरूको तातो रगत उनीहरूको चाहिँ जोस जाँगरलाई यहाँ कसरी लगानी गर्ने होइन कसरी विदेश पठाउने र उहाँबाट आएको रेमिटेन्समा हामी यहाँ चाहिँ मौज मस्ती गर्ने भन्ने जस्तो सोच देखेर मलाई धिक्कार लागेर म चाहिँ म पनि एउटा आवाज बनेर उठेको मात्रै हो म चाहिँ कुनै राजनीतिकमा लागेर कुनै फाइदा लिन मलाई आवश्यक पनि छैन म एउटा व्यवसायी महिला हो व्यवसाय गर्दै गर्दाको ती बाधा अर्चनाहरू मैले पनि बुझेको छु र व्यवसाय गर्दै गर्दा प्राइभेट लगानीकर्ताहरूले लगानी गर्यो भने यहाँ प्रशस्त पैसा आउने ठाउँहरू छ सम्भावना प्रशस्त छ तर बाधा यो भित्र त्यो एउटा पनि स्वीकृति लिनलाई कति बाधा पुर्याएका छन् भन्ने कुरा एउटा कम्पनीसँग म नजिक भएर हिँडेको के अरे हेरेको छु त्यो कम्पनी चाहिँ नि यहाँ खोल्न सक्यो त्यसलाई सञ्चालन गर्न सक्यो भने यहाँ हजारौँ हजार युवाहरूले रोजगारी पाउँछन् भने देशको एउटा सबैभन्दा ठुलो एउटा राष्ट्रिय गौरवको प्रोजेक्ट बन्नेवाला छ तर 5 वर्ष भयो त्यो प्रोजेक्टको लागि लागेको लागि गभर्मेन्टले स्वीकृति दिँदैन यो अवस्था सबै बुझेको छु है यहाँहरूले पनि बुझ्नु भएको छ त्यसले गर्दाखेरि मेरो आवाज विशुद्ध भ्रष्टाचारी विरुद्ध रहनेछ यदि हाम्रै पार्टीको पनि कुनै व्यक्तिले अथवा नेतृत्व तहमा हामीभन्दा सिनियर लिडरहरूले त्यो कदम उठाउनु भएछ भने पनि सबभन्दा पहिलो आवाज मेरो रहनेछ हामीले धेरै ठाउँमा म हिँडिरहेको सरले मन्त्री सर पनि हुनुहुन्छ सरले भनिसक्नुभयो हाम्रो यो म अहिले के अरे मेरो क्षेत्र नम्बर 3 लेकदेखि हिमालसम्म पुरै टुरिज्म एरिया छ कि यहाँ चाहिँ जहाँबाट हेर्दा पनि हिमालयन रेन्ज देखिन्छ र विदेशबाट आउने विदेशीहरू अलमोस्ट अल उनीहरू चाहिँ हिमालयन रेन्ज हेर्न आएका हुन्छन् तर यसको लागि हामीले सेवा सुविधा के दिन सकेका छौँ बाटोघाटो कसरी चाहिँ हामीले कनेक्टिभिटी कसरी जोड्न सकेका छौँ होइन ती कुराहरू धेरै छन् गर्नुपर्ने केही गर्न सकिन्छ कि भनेर आएका छौँ र त्यसको लागि सबैभन्दा पहिला यहाँहरूले बहुमतले विजय गराउनु पर्ने हुन्छ र यहाँहरूसँग म विनम्र अनुरोध गर्न के चाहन्छु भने यसबाट हाम्रो चाहिँ नि 2टा छाप चाहिँ नि घन्टी चिन्हमा हालेर यहाँहरूले यताउता मन के अरे धर्म नगरिकन 2टै छाप घन्टीमा हालेर हामीलाई बहुमतले विजय गराउनुहोस् अनि मात्रै हामीले चाहे जस्तो देश चाहे जस्तो रोजगारी चाहे जस्तो विकास गर्न सक्छौँ त्यसको लागि विनम्र अनुरोध गर्न चाहन्छु यहाँहरूको चाहिँ साथ समर्थनको चाहिँ नि एकदमै अपेक्षा गर्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु पुनः यहाँहरूसँग फागुन 21 को विजय यहाँहरूले गराउनु भयो भने पुनः फेरि यहाँहरूसँग यसरी नै भेटघाट गरेर यहीँ सेलिब्रेट गर्नेछु भन्ने टाइमको प्रबन्धीले गर्दाखेरि हामीले तल राखेको नत्र हामीले अझै माथि छ गाउँहरू सबै हामीले तपाईँकै टाइमलाई